मुस्ताङको युरेनियममा अमेरिकाको आँखा, भारतीय मिडियाको सनसनीपूर्ण दाबी। भारतीय सञ्चार माध्यम नवभारत टाइम्सले नेपालको मुस्ताङमा रहेको युरेनियम भण्डार उत्खनन र प्रशोधनका लागि अमेरिकालाई दिने तयारी भइरहेको सनसनीपूर्ण दावी गरेको छ। अमेरिकी विदेश राज्य मन्त्री समीर कपुरको नेपाल भ्रमणको तयारीलाई आधार मान्दै उक्त समाचारमा मुस्ताङको लोमान्थाङ क्षेत्रमा मुस्ताङ स्पेसल जोन घोषणा गर्ने तयारी भइरहेको उल्लेख छ। करिब 30 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यो जोनमा पेक्स सिलिका नामक अन्तर्राष्ट्रिय गठबन्धन मार्फत अमेरिका र अस्ट्रेलियालाई युरेनियम प्रशोधनको विशेष अधिकार दिन लागि दावी गरिएको छ। विभिन्न अध्ययन अनुसार 10 किलोमिटर लामो र 3 किलोमिटर चौडा यो मध्यम स्तरको युरेनियम भण्डार नेपाल चीन सीमाबाट मात्र 10 किलोमिटरको दूरीमा छ। सन् 2017 को एमसिसी परियोजनाबाट उत्पादित ऊर्जालाई यही युरेनियम प्रशोधन केन्द्र र एआई डाटा सेन्टरहरूमा प्रयोग गर्ने योजना रहेको समेत समाचारमा दावी गरिएको छ। मार्च 2026 मा डाटा सार्वभौमिकता सम्बन्धी सैद्धान्तिक सहमति भएको दावी समेत गरिएको छ। यद्यपि नेपालका अधिकारीहरूले भने यस्तो कुनै पनि औपचारिक सम्झौताको पुष्टि गरेका छैनन्। खानी तथा भूगर्भ विभागले मुस्ताङमा युरेनियमको उपस्थिति पुष्टि गरे पनि प्रविधि र लगानीको अभावका कारण हालसम्म उत्खनन सुरु हुन सकेको छैन। चीनको सीमा नजिक रणनीतिक महत्त्वको खनिज उत्खननमा विदेशी शक्तिलाई अनुमति दिने विषयले भूराजनीतिक तरङ्ग उत्पन्न गर्ने निश्चित देखिन्छ।